नमस्कार। कोरियन भाषाको फर्म भोलिदेखि खुलिसकेको छ। अब तपाईँले भोलि फर्म भर्दाखेरि एकदमै महत्त्वपूर्ण ध्यान दिनुपर्ने कुरा चाहिँ फोटो बनाउँदाखेरि हो। यो तपाईँले गल्ती गर्नुभयो भने तपाईँले वर्षौँभरिको मेहनत पनि खेर जान सक्छ। त्यो भएर यो भिडियो पुरा हेर्नुहोस्, तपाईँलाई पुरा जानकारी दिनेछु। यो भिडियोमा हेर्दै गर्दाखेरि तपाईँले 35-45 कै फोटो छ है। तर चाहिँ तपाईँले ब्याकग्राउन्ड यो अरू कलरको लाउनु भयो त्यो पनि हुँदैन, व्हाइट कलरको लाउनु भएको छ त्यो पनि हुँदैन, त्यो मिल्दैन है। सामर्थ्यहीन साजिन नमिलेको साजिन, यो पनि सामर्थ्यहीन साजिन नमिलेको साजिन हो। किन यो मिलेन भन्दा त ब्याकग्राउन्ड सेतो छ तर चाहिँ लुगा त अर्कै छ त भन्दाखेरि यहाँ तपाईँले देख्नुभएको यो बोर्डर 35-45 को बोर्डर लाउनु हुँदैन। सो त्यो भएर चाहिँ हो नमिलेको। यो बोर्डर चाहिँ हटाउनु पर्छ। फर्म भर्दै गर्दा तपाईँले चाहिँ यो इपिएसको मात्रै फर्म होइन, पछि पास भएर पनि रोस्टरमा नाम हाल्ने बेला पनि तपाईँले यस्तो मिस्टेक गर्नु भने तपाईँको चाहिँ धेरै समस्या पर्छ, रिटर्न आउन सक्छ पछि भने। यस्तो यहाँ अर्को कुरा के पनि छ भने तपाईँ हेर्नुहोस्, यसको घाँटीदेखि फोटो बनाएको छ, यसको घाँटी नजिकैदेखि फोटो बनाएको छ, त्यो भएर पनि यो मिलेको छैन। फोटो कस्तो हुनुपर्छ त भन्दा एक्ज्याक्ट फोटो यता हेर्नुहोस्। अब तपाईँले यहाँ हेर्नुहोस्, घाँटी यो छातीको आधी भाग देखिनुपर्छ सबै फोटोमा। मजाले यो दुईटा फोटो मजाले क्लियर गरेर हेर्नुहोस्। ब्याकग्राउन्ड अरू राखेर हुँदैन र व्हाइट कलरको लुगा लाएर पनि हुँदैन, यो मिस्टेक छ। र अब यो चाहिँ मिलेको साजिन मिलेको फोटो चाहिँ के छ भने चाहिँ यसमा बोर्डर छैन, ब्याकग्राउन्ड चाहिँ सेतो छ, कालो कपडाको छ। हो यसरी कुनै पनि कपडा कुनै जुनसुकै लाउनुहोस्, सेतो कपडा नलाउनुहोस्। र फोटो बनाउँदाखेरि एकदम ध्यान दिनुहोस्, 35-45 को एक्ज्याक्ट हुनुपर्छ। साथसाथै यसमा चाहिँ बोर्डर हुनु भएन है। र यो कुरा चाहिँ धेरैभन्दा धेरै विद्यार्थीहरूलाई साथीभाइहरूलाई सेयर गरिदिनुहोस्। यो अति नै महत्त्वपूर्ण। किन भन्नुहुन्छ भने तपाईँले पढेर पास हुनुभयो भने पनि पछि रोस्टरमा फर्म भर्दै गर्दा गल्ती गरिदिनु भयो भने पनि तपाईँको रिटर्न हुन आउन सक्छ। त्यो भएको कारणले गर्दा यो महत्त्वपूर्ण भिडियोलाई सेयर गरिदिनुहोस्। धन्यवाद।